मर्निङ एभ्रिवान। आज चाहिँ हामी बुङकुलुङको फरेस्ट जङ्गलमा आइरहेको छौँ। म र नाना सिमरायो खोज्नु। मौसले कि पाउँदिन पनि। यहाँ हेर्नुहोस् फुलहरू राम्रो कति फुलेको। यो फुल के भन्छ यो फुललाई? ज्यास्मिन फुल जस्तै टाइपको। कत्रो ठुलो जङ्गल छ हेर्नुहोस् ल। पहिला चाहिँ हामी सानोमा हुँदा पुरा जान्थ्यौँ यो बाटो सिमरायो खोज्नु माथिबाट। अहिले त पुरा बाटोहरू छैन, जङ्गल भइसकेको। ल यस्तो मजाले फुलेको के हो यो फुलको नाम थाहा छैन। जङ्गलभरि छ सेतै फुलेको। यहाँ चाहिँ यहाँ अलिकति अगाडि मन्दिर पनि छ। सो अब जाँदैछौँ हामी। डल्लै सुकेछ नि। कस्तो मजाको फुल हौ। के हो फुलको नाम थाहा छैन, तर मजाको फुलेको रहेछ। दामी। गाइस हामी चाहिँ आइपुग्यौँ भन्दा पनि भयो हाम्रो डेस्टिनेसनमा। तर सिमरायो चाहिँ खै माया लाग्दो रहेछ। कस्तो पुरा पानी सुकिसकेको छ। अहिले सिजन नै जानु आँटिसक्यो नि, त्यही भएर पाउनु मुस्किल छ। अब चाहिँ हामी यसलाई यसरी टिप्नुपर्छ। यसलाई भन्छ सिमरायो। कस्तो मिठो हुन्छ। तपाईँहरूले खानु भएको छ भने हो कि के भन्छ स्नेल। यहाँ पाउँदो रहेछ। यस्तो पनि खान्छ है मान्छेले। पुरा रहेछ हेर्नुहोस्। भित्र माथितिर पनि रहेछ पुरा। यहाँ चाहिँ नानाले टिप्नु सुरु गर्नु भइसक्यो। अब म पनि स्टार्ट गर्छु। सला माछा पुरै छ। माछा कुद्दैछ यताउता। माछाको बच्चा। है हामी माथिबाट अब तल जान आँटेको छौँ। जङ्गल भर्खरै यति हुँदैछ सिमरायो त। यस्तो हुन्छ, यस्तै टिप्नुपर्छ। अहिले सिजन होइन, त्यही भएर बहुत कम छ सिमरायोहरू। होइन म तल आउँछु। अलिक तल जान्छु। डर लाग्छ नि। बहुत मसिनो छ सिमरायो। तलतिर छ होला हौ। तल हेर्नु तल पुरा रहेछ। जङ्गल छ। हामी चाहिँ सिमरायो यति खोजेर इल्ली बोकेर फर्किँदैछौँ घर। यस्तो भइरहेको छ हालत खराब। योहरू
त्यही म सोच्दैछु किन यति साह्रो चिल्लो भने मल सोरेको र चिल्लै भइरहेको रहेछ। केमा लाग्यो फुलको लागि दामी हुन्छ ए अन्त तपाईँको सक्सको हालत त के हो त डल्लै भिज्नु भएछ यहाँ चाहिँ यस्तो चरा कराउँदैछ यो सुनिता कहिले कति बजी जान्छ स्कुल लु है यो फुल देखेर म छक्कै परेँ के साह्रो फुलेको सेक्दै सेक्दै के साह्रो फुलेको हामी चाहिँ रोड आइपुग्नु आँटिसक्यौँ कत्रो कत्रो रुखहरू अल्गो अल्गो मेरो चाहिँ एकदम हालत खराब भएर चाहिँ सिमराई यति ल्यायौँ यो सिमराई हो उसले सफा गरेछ मैले त मैले देखाएँ मेरोदेखि त तर्सेर भाग्छ कि यो चाहिँ फुल हो आज फोटो खिचिदिन्छु पनि ए हामी चाहिँ आइपुग्यौँ गाउँ आइपुग्यौँ अब चाहिँ रोड यहाँ निस्किनु आँटेको छ यहाँ यो रोडदेखि चाहिँ तलदेखि यो दुधे जाने बाटो हो सिलगढी जाने बाटो हो अब यहाँदेखि हामी रोड निस्किसकेपछि हामी चाहिँ उकालो उकालो गएर हाम्रो घर कहिले पुग्नु हिँड्नु पनि अल्छी लाग्यो हिँड्ने बानी हराएछ अल्छी लाग्यो हिँड्नु चाहिँ पुरा प्रशस्त मात्रामा पाउँदो रहेछ यहाँ चाहिँ फुलै फुल हेर्नुहोस् न नानाले पनि खिच्नुहुँदैछ के साह्रो फुल बल्लले फाइनली रोड आइपुग्यो पहिला हामी यो रोडको बाटो जान्थ्यौँ मर्निङ वक कहिले ओके यो देख्दै गरेको घर चाहिँ बिनुहरूको घर है बिनु अब यो उकालो रोटै रोड जानुपर्छ त्यहाँदेखि मात्रै हाम्रो गाउँ आइपुग्छ सिमराई हो बनाउन आँटेको म चाहिँ घर आइपुगेर अब सिमराई बनाउन आँटेको अनि खानाखाने प्लिज हेर्दै गर्नुहोस् र तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनुहोस् होला आजको भिडियो चाहिँ यति नै थ्याङ्क यू सो मच